आज ठुलो मान्छे भयो है अब तिमी हाँस भन्देऊ हाँस भन्देऊ झगडा गर्नु हुँदैन है केही हुन्न दादा हेर्छ नि जरा कता दिए है अब मैले जाडो हुन्छ नि त यो लुगा त एक्लै आएको यो ऊ क्रिस्टले लिएर आएछ थ्याङ्क यू भन्देऊ नमस्ते मेरो पाला हो बोइमा राखिदिनु के दिदी थाल चाहिँ मेरो पाला हो अहिले के अरे हुँदै एकै ठाउँमा एकैचोटि दिने हो कि होइन यही राखिदिउँ कि एकैचोटि त भएको त सबैको अहिले 5 रुपियाँ टिका लाएर दिनु अनि एकैचोटि एउटा थालमा राखिदिनु क्या अब हामी लाइन यही छौँ त 3-4 वटा कति कम छ भोलि आउँछ र कोही थाल भरि बनाएर क्या थाल भरि यही हुन्छ सँगै राख्नु भन्नु अहिले खिच्दैन नि त होइन एउटा थाल छुट्टै गर्नु यो भान्जा निरो ल छुट्टै थाल ल्याइदिए कान्छी साइली मेरो थाल पनि त नआए किन त्यसो भए यसो गरौँ सबैले टिका लगाऊँ अनि एकैचोटि भान्जालाई थाल दिउँ 5 रुपियाँ त हातथाली गर्नु हुँदैन दिनुपर्छ मैले त भेट्दैन थाल त ल न माया थाल निकाल्नु न भाइ अग्लो छ जाऊ न त्यो साइली होइन रे अर्को भने थाल चाहिन्छ उता थाल के त्यो भान्जा निरो दिनु 5 रुपियाँ दिनु अहिले चाहिँ अहिले 5 रुपियाँ दिनु राम्रो हुनु धेरै पढ्नु माइतीसँग चाहिँ अलि डराउनु नि फेरि पिट्छु नत्र नाना लगाइदिनु अलि ठाडो पर ज्ञानी हुनु है निरो दिनु सबैभन्दा ठुलो म त थाहा खाएर नि लास्टमा त्यहाँ दिने विचार गरेँ यहाँ राख्नु थाल थाप्नु यहाँ राख्नु ल भान्जाले यति मात्रै पैसा दिने रे मैले त के छ कुरा ठिक हुन्छ छ पुग्छ गाडीबाट यहाँ धेरै छ नि माइजूको कहाँ त्यो थोरै हुन्छ लु ल जिउ गर्नु ल जिउ ल ल अब माइल सबको पालो यो पनि यतै राखिदेऊ अरे ल मेरो पाला ल यो अरूले अहिले कोही आमाहरूले दिइहाल्ने है जेठाबाट सुरु गरेर ल यता आउनु जेठाबार सुरु हो नि दादा कम्प्युटर है मजाको छेरपट्टि गऱ्यो भन्छ ज्ञानी हुनु दिदी उहाँ भदै समाएर बस्नु ल साइली पालो होला अब है अब त्यो पर्दैन हौ काठ खुट्टाको भान्जाले फुल च्यातेर दियो कि सिँगै दिउँ फुल उता थियो त्यो त्यहाँ सिँगै दिनु है पैसा कति दिउँ यत्रो त्यो थाल छ अर्को थाल सामान भान्छ यसले त यहाँ ठुलो थाल दिएर त्यो थालै बन्द गर्यो होइन त्यो होइन यो थाल सामान पर्छ ल यो थाल सामान अब ठुली माइजूले 5 रुपियाँ दियो ठुलो माइला मामा 10 रुपियाँ दिएछ ल ल पुग्छ नि 10 रुपियाँ त ल त्यही राखिदिनु त्यही राखिदिनु बोलेकै छैन यो त हो नि ननी बोल्ने ज्ञानी भएर है है थ्याङ्क यू ज्ञानी भएर सिंह देश नगरे हजुर मलाई एक बिटा पैसा चाहियो भने है सबै मामाहरूलाई ल थाल्नु ल होइन धेरै चाहिन्छ भन लु थाल भान्जो थापेर भात सर यो थाल चाहिँ तिमी थाप्ने हो त होइन बोका बोकेमा तिम्रो लाग्यो थाल थाप्ने समय आउँदैछ यहाँ आऊ लस कहाँ जान्छ त टु बाबासँग जाडो भयो होला नमान्ने ल यो सलले पोक्छु नि आउ ठुलो सन्चो छैन नि त यसलाई रातभरि चराहरू त्यस्तो गरेर राति यसले त कम त आमु कुद्दैन स्टप गरेर त्यहाँ गएर हस्पिटल पुग्छ त यहाँ त फुल चाहिँ टिका लगाइदिएन नि यहाँसम्म यहाँ छौँ यहाँ पानी छैन यहाँ छ पानी त्यो पर्खाउ यहाँ यस्तो गर्नुपर्ने अब ए भनेपछि थोरै पैसा भए सुनेन त ठिकै भएछ ल केही हुन्न हो छि मजाक गरे तिरलाई हातमा त्यो पैसा दिएर सबै कुरा हुन्छ त भाउजू आएन साइली भाउजू आएन फेरि दे भाउजू दे टिका लगाइदे भइसक्यो म आइन भिडियोमा आएन नि तैँले म साइली माइजू त आउनु पर्ने हो अनि आइसक्यो म यही बस्छु कान्छा मामा त्यो भान्जाले लाउने टोपी मामाले लाछ के यहाँ गरे हो बोर्डर राख ल कान्छा मामाको यहाँ बोर्डर हुन्छ ल दिस इज द बोर्डर होइन नेपाल एन्ड चाइना है यो यतापट्टि राख यो यतापट्टि राख यो यता राख यो बोर्डर अब थाल कसो गर्नुपर्छ अब थाल हो यसो गर्नुपर्छ यहाँ हो यहाँ थाल भर्दै पैसाले भन्नुपर्छ एक ज्ञानी बन्ने है भान्जा भोलि मात्रै माला नलगाइदे अहिले लाउने होइन के लुगा खोल्नु अहिले उता जता लाउने लुगा छुट्टै छ नि त यो त हाम्रो घरको मान्छेले मात्रै टिका लगाइदियो क्या यहाँ मेरो हात बल्दैछ पैसा ल भन्ने क्या हो पुस्ने कुरा चाहिँ छैन है हाइकी छ उतापट्टि हजुर पुस्नेको यहाँ छ त भयो भयो यहीँ पुसी होइन उतापट्टि त्यो तल नि चाहिन्छ एउटा लानुपर्छ कान्छा मामाले ठुलो बाबाले त चिसो भयो कि
मान्छ अहिले पढ्नु सिटी न लाउनु पर्ने भयो जाऊ बाबु त हो सिटी लगाउनु मामाको मिलन मामाको पालालाई टिका लगाउने पाल बिजोड दिनै जोड नदिनु के हो त्यो कान्छा मामा हजुर दिस इज चिटिङ 2 3 4 5 6 ए त्यस्तो गर्नेसी त कति हुन्छ है झिक थिएछ ए लुवा समय ऊ छोयो समस्या भन्छ है भान्जेलाई क्युआर गरिदिन्छ है क्युआर दिए ट्याक्स दिनु भन्ने कान्छा कम बाटो छ मान्छेलाई कार्टुन बनाउनुलाई है यत्रो तपाईको धेरै रहेछ है मेरो भन्दा नि मैले नि 600 बनाउनु पर्ने रहेछ उल्ला भन्छ पुग्यो पुग्यो पुगिन होला भैमा राखेर सबलाई नमस्ते होइन होइन एकछिन यतिकै मिलन मामा बाँकी छ लु जान्छ बाँकी छ नि ए मिलन मामा यहाँ नि सबैले लगाइदिनुहुन्छ नि मामा के काम है यो फोटो नि खिच्नु भने तैँले खिच्नु क्या यस्तो यस्तो फोटो चाहिँ खिच्नु भएन म त समा भने हो भिडियो त नगरेर मान्छेले भान्जे के मुलायो खबर भान्जे आज त पुरै साइलेन्ट छ त पैसा देखेर बाबु कपाल काट्यो भने रोको हो होइन रुनु न है कपालले कति गर्नु बनाउँछ है आइम ह्याप्पी भनिदेऊ न मामा भन्छ कुटाकुट गर्ने बेलामा त भयो होला समय त कताबाट पनि निकाल्ने हो ए खाता छिर्यो आच्छा भन्ने पैसा राखेर त मैले कता ऊ खसी झरे झन् त्यही पैसा ए रहेछ ल टिका लाएर कतिवटा पैसा चाहियो मिलन मामासँगबाट यो उयोमा पुछ न योमा लु यहाँ बस्नु होइन ऊ त्यो काबिल छ त पछाडि ढोका पछाडि निकाल्छ बाबु लु भान्जा कति थोरै कताबाट पैसा समाउने पनि यता समाउने यता समाउने पैसा दिइरहेको थियो। अहिले फुतुर्कीमा हालेर भन्छ है त्यो थाल भरिनु लाग्यो। थाल बरु है बाबु धेरै 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 है भान्जा नमस्ते ए, नमस्ते। अब सबले यो थाल यहाँ राख्ने लु सबलाई नमस्ते ल, उठेर जुरुक्क उठेर सबलाई नमस्ते भन्छु लु उठ्ने उठ्ने उठेर जुरुक्क उठेर ज्ञानी बच्चा हो नि त नि ल नमस्ते नमस्ते। नमस्ते साइलेन्ट लगाएर नमस्ते भन्दा नमस्ते भन्नुभयो मुखले बोल्नु नि पर्छ छोरा नमस्ते नमस्ते सबै पैसा अब यो सबै पैसा हजुरको अब ल ओ थाल भरियो है यो पनि त्यही राखौँ न त एड गरिदिउँ है यो पनि एड गरौँ ल है भान्जा पैसा कति भइस गरे दिदीलाई टिका लगाइदिनु त। ए मैले दिदीलाई नि मिलाउनु पर्छ पहिला मैले लाएँ त यो पनि गिफ्टमा पाएको होला यहाँ राख कान्छाको कि बाबु एटिएम सेटिएम छ क्या ओके एटिएम छ त्यहाँ सिद्धार्थ भयो 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 सित्यो सक्यो अब ल ल हाम्रो कार्यक्रम